आज चाहिँ यहाँ बाबुलाई घुमाउन ल्याएको यो चाहिँ टोरे रोहो भनिन्छ यो ठाउँलाई। अब यो ठाउँमा घुमाउन लिएर आएको खोइ यो चाहिँ रिसाएर कता गइसकेछ। म एकछिन यता डुल्दै थिएँ, यो त अब रिसाएर खोइ कता गएछ। साइकल चढ्न आएको थियो मसँगै आज, खोइ हो कहाँ पुगेछ हेरौँ। अब म खोज्न जाँदैछु। साथीहरू आज चाहिँ यो म ब्लग बनाउँदैछु। माइक राखेको कारणले हिँडेको पो आवाज पनि आइरह होला। त्यहाँ निकै रमाइलो ठाउँ छ यो चाहिँ म बस्ने ठाउँको ठाउँनिर पार्कहरू बनाएको छ। अलिकति टाढाबाट देखाउन चाहन्छु तपाईँहरूलाई। यस्तो छ, हेर्न सक्नुहुन्छ। यताबाट चाहिँ देखिन्छ, अलिकति पर छ त्यो रातो लाउने चाहिँ त्यो मेरो छोरा हो। जुम गरेर देखाउनु खोजिरहेको छु। साइकल चढ्दैछ। यो चाहिँ नयाँ ठाउँ हो, यता चाहिँ नयाँ ठाउँ। यता पछाडिपट्टि चाहिँ यस्तो छ। यता म क्यामेरा ब्याक गर्छु, क्यामेरा ब्याक भयो। आजको ब्लग चाहिँ यस्तो छ। हामी चाहिँ यो पछाडिपट्टिको पहाडमा चाहिँ अस्ति नै गएको थिएँ। आज चाहिँ बाबुलाई साइकलमा घुमाउन लिएर आएको थिएँ। हामी बाउ छोरा घुम्न आएको यहाँ छ। साइकल चढ्दैछ, यता छ, घुम्दैछ ऊ मेरो पछाडि साइकल चलाइरहेछ। यो चाहिँ मेरो छोरा हो। हेलो बिरञ्जन, हाउ आर यू? वेयर आर यू? How are you? Doria? Here is Biranjan, it's me, and we are going together. Right? जाँदैछौँ अगाडि। यसरी वकिङ गर्ने मान्छेहरू पनि आउँछ। यो चाहिँ बच्चाहरूको हस्पिटल हो। यहाँ चाहिँ सानो बच्चाहरूलाई चाहिँ यहाँ जचाउने काम गर्छ। यो चाहिँ हस्पिटल हो। यहाँ बोर्ड देख्न सक्नुहुन्छ तपाईँले। यतापट्टि बोर्ड छ। यतापट्टि चाहिँ बच्चाहरूलाई चाहिँ निःशुल्क स्वास्थ्य जाँचहरू गरिन्छ। यहाँ केही प्रब्लम भयो भने चाहिँ टाइम लिएर चाहिँ यहाँ बच्चाहरूलाई देखाउन सकिन्छ। वातावरण यस्तो छ, पार्किङ सुविधा छ यहाँ। यो चाहिँ बच्चाहरूको यहाँ चाहिँ यो चाहिँ हस्पिटल भयो बच्चाहरूको। यता चाहिँ पार्किङहरू छ। आज चाहिँ सन्डे भएकोले चाहिँ यहाँ चाहिँ सन्डे चाहिँ बन्द हुन्छ। अर्जेन्टको लागि चाहिँ अर्कै हस्पिटल जानुपर्ने हुन्छ अर्जेन्ट पऱ्यो भने चाहिँ। यहाँ चाहिँ मक्क फुल फुलिरहेको छ, हेर्नुहोस् मजाले फुल फुलिरहेको छ। यहाँ चाहिँ प्राय गर्मी महिनामा चाहिँ यहाँ चाहिँ मान्छेहरू बाहिर आउँदा चाहिँ बच्चाहरू सबै परिवारहरू यसरी वकिङ गर्नुको लागि चाहिँ यहाँ घुम्न आउँछ। यो ठाउँलाई चाहिँ टोरे रोहो भनिन्छ। म बस्ने ठाउँ लारिकान्सको। यसरी कुकुरहरू घुमाउन ल्याउँछ मान्छेहरू, रमाइलो गर्छ। ऊ पछाडि आइरहेछ म्युजिक बजाउँदै, साइकल चढ्दै मान्छेहरू। कता गएछ छोरा? ऊ त्यहाँ पुगिसकेछ। हल्लिएछ क्यामेरा, कहिलेलाई ब्लग